रस्साकसित भन्न मिलेन, तर राम्रै चर्चा परिचर्चा छलफल परामर्श गृह कार्य एक्सर्साइज सबै भयो। त्यसको बिचबाट नेतृत्व चयन भयो। यो राजनीतिक दलको ट्याग लाग्ने कुरा त कस्तो होला भने राजनीति आफैमा खराब कुरा चाहिँ होइन, अनि राजनीतिक दलहरू नै चाहिँ सधैँ खराब हुन्छन् भन्ने पनि होइन, राजनीतिक फिलोसफी नै खराब भन्ने पनि होइन। कहाँ त्यसको प्रयोग कसरी गर्ने भन्ने हो। राजनीति त सबै खालका समस्याहरूको समाधान दिने ठाउँ हो राजनीति। त्यसो हुँदाखेरि यसको ठिक ठाउँमा सदुपयोग हुँदाखेरि त्यो राम्रो हुन्छ। काहीँ कोही बेला चाहिँ अलिक त्यसको चाहिँ उपस्थिति त्यति धेरै नहुनुपर्ने ठाउँमा पनि भयो भने अलिअलि क्वेसन उठ्छ। सम्भवतः अहिले राष्ट्रिय सहकारी ब्याङ्कको निर्वाचनको सिलसिलामा चाहिँ अलिकति राजनीतिक दलहरूको बिचमा आन्तरिक रूपमा गृह कार्य सरसल्लाह यसो समन्वय गरेर हाम्रो पनि त्यहाँ कम्तीमा निगरानी हुनुपर्छ है, त्यो गलत बाटोमा नजाओस् भन्ने हिसाबले उहाँहरूले अभिभावकीय भूमिका निर्वाह मात्रै गरेको भए राजनीतिक दलहरू यति धेरै आलोचित हुनुपर्ने थिएन जे जति आलोचित भए। त्योभन्दा अलिक माथि उठेर कहीँ अलिक राजनीतिक दलको भागभण्डा जस्ता कुराहरू बाहिर आउने, अनि पत्राचारका कुराहरू बाहिर आउने, यस्ता कुराहरूले चाहिँ अलिकति राम्रो संस्कार स्थापित भएन। यस्तो नहुनु राम्रो हो। अनि राष्ट्रिय सहकारी ब्याङ्कमा चाहिँ दलहरूको अलिक हस्तक्षेप रहेछ भन्न सायद मिल्दैन होला, किनभने निर्वाचनको सिलसिला दलहरूले चासो राख्नु त स्वाभाविकै हो नि, होइन। राष्ट्रिय स्तरका दलहरू अब राष्ट्र निर्माण उनीहरूको पनि भूमिका हुन्छ। हरेक क्षेत्रलाई नजिकबाट चासोपूर्वक हेर्नुपर्छ दलहरूले। त्यसो हुँदाखेरि राष्ट्रिय सहकारी ब्याङ्कको पनि निर्वाचन आइरहँदाखेरि यद्यपि त्यहाँ मतदान गर्ने, त्यहाँ अधिकार प्राप्त गर्ने मतदाताहरूले नै आएर मतदान गर्ने हो। राजनीतिक दलको लेटर प्याडको आधारमा पनि मतदान हुँदैन। राजनीतिक दलको चुनावको आधारमा पनि, चुनाव चिन्हको आधारमा पनि मतदान हुँदैन। राजनीतिक दलहरूले निर्णय गरेको आधारमा मात्रै मतदान हुन्छ भन्ने पनि छैन। चासो राख्नु स्वाभाविकै हो। चासो अलिक बढी देखियो, तर हस्तक्षेप नै हो जस्तो चाहिँ मलाई लाग्दैन। यो निर्वाचनको सिलसिलामा दुई चरण पृथक गरेर हेर्नुपर्छ जस्तो लाग्छ। एउटा प्रदेशगत रूपमा 7वटा प्रदेशबाट एक-एकजना छानिएर आउनुपर्ने जुन व्यवस्था छ अहिलेको राष्ट्र ब्याङ्कले जारी गरेको निर्देशन, प्राधिकरणले जारी गरेको निर्देशन, ब्याङ्कको आफ्नो विनियमलाई हेर्ने हो भने 7वटा प्रदेशबाट प्रदेशगत प्रतिनिधित्व गर्दै 7जना छानिएर आउनुपर्छ। त्यसको लागि निर्वाचन प्रक्रिया सुरु भयो। निर्वाचन प्रक्रिया सुरु हुँदाखेरि 7वटा प्रदेशमा उम्मेदवारी दर्ज भयो। उम्मेदवारी दर्ज हुँदाखेरि त्यसमध्ये 6वटा प्रदेश अन्तर्गतको उम्मेदवारीमा चाहिँ त्यहाँ अब राजनीतिक दलहरूले समर्थन गरेकोलाई हस्तक्षेप भन्न मिलेन, किनभने हस्तक्षेप गर्दाखेरि त जस्तो फलानुलाई हुनुपर्छ भएन भने हुँदैन भनेर उहाँहरूले भन्न सक्नुहुन्थ्यो। त्यहाँ उठेका उम्मेदवारलाई हाम्रो पनि समर्थन छ भनिदिनु भयो। 6वटा क्षेत्रमा केही विवादै भएन। सहकारी कर्मीहरूले पनि त्यसलाई सहर्ष स्वीकार गर्नुभयो। यहाँ हाम्रो फलानु दलको उम्मेदवार छ, त्यसकारण अरूले उम्मेदवार दिन पाइँदैन भनेर पनि हुइप लाग्दैन थियो। त्यहाँ उम्मेदवारी दिन चाक भयो त अरूले उम्मेदवार दिन सक्नुहुन्थ्यो नि त। तर जसले उम्मेदवारी दिनु त्यसपछि सबैको समर्थन रह्यो 6वटा क्षेत्रमा, 6वटा प्रदेशमा। बागमतीको हकमा चाहिँ अब त्यहाँ उम्मेदवारी दिन चाहने मान्छेहरूलाई कुनै दलको कारणले मात्रै रोक्न सक्ने स्थिति छैन। 5जनाले उम्मेदवारी दिनुभयो, दिन सक्ने व्यवस्था अन्तर्गत दिनुभयो। त्यसमध्ये अन्तिममा निर्वाचनमा पुग्दा 2जनाको बिचमा मतदान गर्ने ठाउँमै पुग्नु पर्यो। अब 2जनाको बिचमा मतदान गर्नुपर्ने ठाउँमा पुग्दाखेरि त्यसमध्येबाट 1जना छान्नु पर्थ्यो मतदाताहरूले 1जना छान्नु पर्दाखेरि अब त्यहाँ हुनसक्छ राजनीतिक दलहरूले ल है फलाना व्यक्तिलाई दिदिए राम्रो भनेर उहाँहरूले भन्नुभयो होला। अनि अब तल निर्णय गर्ने ठाउँमा त मतदाताहरू नै हुनुहुन्थ्यो। मतदाताहरूले आफूले छानेको र पार्टीले भनेको त्यहाँ मिलेको पनि हुनसक्छ, नमिलेको पनि हुनसक्छ। मतदानको प्रक्रिया भयो, त्यहाँ अब आफ्नो इन्ट्रेस्ट राखेर सबैले भूमिका निर्वाह गरे। त्यसैलाई हस्तक्षेपको विषय मान्नु भएन। एउटा कुरा त्यो एउटा हिसाबले सकियो। 7जना छानिदिनु, त्यहाँबाट 7जना छानिसकेपछि 7जनाको बिचमा मतदान गर्ने कुरामा चाहिँ मलाई जहाँसम्म लाग्छ यहाँ चाहिँ दलको तर्फबाट फलानु नै हुनुपर्छ भन्ने गरेको कुनै पनि दलहरूले धेरै भने जस्तो लाग्दैन। जस्तो त्यहाँ अलिकति अब तपाईँहरू पत्रकार साथीहरू त्यो कुरालाई चाहिँ तल मासको अपेक्षा अनुसार केही न केही क्वेसन रेज पनि गर्नुहुन्छ, अनि मलाई तपाईँले त्यो कुरा राख्नु पनि हुन्छ। त्यसरी हेर्दा अलिक एमालेले त भनौँ भन्ने चर्चा छ नि पनि भन्नुहुन्छ। त्यस्तो अवस्थामा एमालेले अब त्यहाँ वैचारिक आबद्धताको हिसाबले त्यहाँ बैङ्कमा 7जना निर्वाचित भइसकेपछि एमालेका कार्यकर्ता निर्वाचित भयो भनेर बुझिदिनु हुँदैन। त्यस बेलासम्म राजनीतिक विचारको हिसाबले एमालेमा आबद्धता राख्ने साथीहरू पनि आउनुभयो होला, अरू दलमा आबद्धता वैचारिक रूपमा जोडिनु भएका साथीहरू पनि आउनुभयो होला। त्यसमध्ये अध्यक्षको उम्मेदवारी अन्तर्गत चाहिँ त्यहाँ भएका 7जनामध्ये अब कुन दलको को थियो भन्ने कुरो बिर्सिएर 7वटा प्रदेशबाट आएका राष्ट्रिय सहकारी ब्याङ्कका 7जना सञ्चालक भन्ने पहिचान बनेको त्यहाँभित्र। त्यो 7जना सञ्चालकहरूको बिचबाट चाहिँ उम्मेदवार भन्दा संयोगले त्यहाँ एमालेको वैचारिक विचारसँग नजिक हुने 2जना साथीहरू, 1जना म र 1जना परितोषजीको उम्मेदवारी रह्यो। उम्मेदवारी हुँदाखेरि अब त्यस्तो अवस्थामा फलाना दलको भन्ने पनि थिएन। दलीय आस्थाको हिसाबले भन्ने हो भने 2जना एउटै विचारसँग नजिक थियौँ।
अनि त्यस्तो अवस्थामा अरू विचारसँग नजिक हुनुभएका साथीहरूले पनि छुट्टै उम्मेदवारी दिनु भएन। उहाँहरूले तपाईँहरूलाई नै हामी तपाईँहरूमध्ये एकजना छान्छौँ भनेर भन्नुभयो। त्यस्तो अवस्थामा त्यहाँ भएका 7 जनाको बिचमा मतदान गर्ने गरी सम्भवतः सबै स्वतन्त्र हुनुहुन्थ्यो, किनभने त्यहाँ दलीय व्हिप जारी भएको भएदेखि त त्यहाँ अप्रत्यक्ष रूपमा भन्दाखेरि दलसँग निकट रहेका दलसँग जोडिएकै साथीहरू नै हुनुहुन्थ्यो नि। दलको हिसाबले भन्दाखेरि त त्यो दलकै व्हिप जारी हुँदाखेरि त अर्कै हिसाबको परिणाम पनि हुन्थ्यो नि। त्यहाँ भएका साथीहरू चाहिँ अब सञ्चालकको रूपमा मात्रै हो तपाईँहरू, बाहिर आउँदा तपाईँहरू राजनीतिक दलसँग आबद्धता तपाईँहरूको साइड छँदैछ, त्यहाँ जाँदा तपाईँहरू चाहिँ ब्याङ्कको सञ्चालक हो, तपाईँहरूले आफ्नो भूमिका निर्वाह गर्नुहोस्, आफ्नो विवेक प्रयोग गर्नुहोस्, ब्याङ्क चलाउनको लागि कसलाई छान्दा उपयुक्त हुन्छ छान्नुहोस् भनेर उहाँहरूले भनेको आधारमा त्यहाँ 7 जनाको बिचबाट मतदान भयो। त्यस्तो अवस्थामा त्यहाँ दलीय व्हिप थियो जस्तो मलाई लाग्दैन, मैले त अनुभूत गरेको छैन। अब सिन्डिकेट कतिपय अर्थमा सकारात्मक अर्थ पनि लाग्ला, कतिपय अर्थ नकारात्मक अर्थ पनि लाग्ला। त्यहाँभित्र अब के सिन्डिकेट थियो के थिएन त्यस्तो कुरा त म धेरै बुझ्दिनँ होइन, मलाई धेरै थाहा भएन। तर अहिले जस्तो अब मैले उठाएको एउटा कुरा चाहिँ के थियो भने ठिक छ त्यहाँबाट जस्तो राष्ट्रिय सहकारी ब्याङ्कको जिम्मेवारी भन्दा बाहिर रहँदाखेरि हामी जो जहाँ दलसँग जोडिएका छौँ, दलको विचारसँग जोडिएका मान्छे होला, तर त्यहाँ आइसकेपछि दलको मान्छेको रूपमा तपाईँहरूले बुझिदिनु हुँदैन। मैले आफ्नो वैचारिक निकटता भएको दललाई पनि त्यही भने, अरू दलहरूसँग पनि सम्भवतः सबै साथीले त्यही भन्नुभयो। जब तपाईँहरूले प्रदेशबाट यहाँसम्म पठाइसक्दाखेरि एउटा योग्यता मान्छे भनेरै छानेर पठाउनु भएको छ सबैजनाले। अब हामी यहाँ आइसकेपछि अझै पनि हामी चाहिँ आफ्नो विवेक प्रयोग गर्न सकेनौँ र ब्याङ्कको नेतृत्व हाम्रो विवेकले छान्न सकेनौँ भने त कसरी भएर। त्यस अर्थमा चाहिँ अब यहाँनिर चाहिँ दलीय हस्तक्षेप अथवा दलको हिसाबले फलाना दल ढिस्कन दल भन्ने कुरा छोडेर त्यो कुरा चाहिँ यहाँनिर लागू गर्नु हुँदैन। त्यो कुरा यदि कहीँबाट उठ्छ भने उठ्नु हुँदैन, उठ्ने कुरा गलत हुन्छ। त्यसकारण यहाँ चाहिँ ब्याङ्कको व्यावसायिकताको आधारमा छानिएर आएका प्रदेशगत रूपमा आउनुभएका 7 जना जो साथीहरू छौँ हामी, यही 7 जना भित्रबाट हुनुपर्छ। यहाँ कुनै दलले फलानु वा ढिस्कानु भन्यो भने त्यही अनुसारको नतिजा नआउन पनि सक्छ है भनेर त्यतिसम्म चाहिँ कुरा गरे। अब यो कस्तो हुँदो रहेछ भने निर्णय प्रक्रियामा त अब दलले पनि अब दल भनेको त एउटा अमूर्त कुरा हो, त्यसभित्र थुप्रै कुरा मिलेर दल हुन्छ। अन्य जिम्मेवारी बाँडफाँडको आधारमा विभिन्न जिम्मेवारी भएका साथीहरूले आफ्नो जिम्मेवारी परेको आधारमा निर्णय दिनुपर्छ। त्यो निर्णय दिने सिलसिलामा साथीहरूले विश्लेषण गर्दाखेरि कुनै ठाउँको लागि कुनै व्यक्तिलाई अथवा एकभन्दा बढी ठाउँमा उपयुक्त देखेको पनि हुनसक्छ। अनि कतिपय अवस्थामा आवश्यकताभन्दा बढी कसैलाई प्राथमिकता राखेको पनि हुनसक्छ। कतिपय अवस्थामा चाहिँ प्राथमिकता दिनुपर्ने ठाउँसम्म प्राथमिकताको नजर नपरेको पनि हुनसक्छ। अब यस्ता कुराहरूमा अब त्यहाँ निर्णय गर्दाखेरि नियत बस्नै गलत नियतले नै निर्णय गरियो भन्ने कुरा त्यस्तो व्यक्तिगत रूपमा लाग्दैन। तर विश्लेषण गर्ने सिलसिलामा तलको आवश्यकता के छ, आम सहकारी क्षेत्रमा क्रियाशील त्यसका अभियन्ता, त्योसँग जोडिएका सङ्घ संस्था, संस्था सञ्चालन गर्ने व्यक्तिहरू, संस्थाका सदस्यहरूको भावना के छ भन्ने कुरो चाहिँ विश्लेषणको क्रममा, सूचना सङ्कलन गर्ने क्रममा, निर्णय गर्नुभन्दा अगाडि त इन्फर्मेसन कलेक्सन गर्नुपर्छ नि त। इन्फर्मेसन कलेक्सन गर्ने क्रममा चाहिँ काहीँ त्रुटि भयो कि त्यही इन्फर्मेसनको आधारमा निर्णयकर्ताले निर्णय गर्ने हो। त्यसकारण त्यो निर्णय यदि कमजोरी भयो भने त्यो इन्फर्मेसन नै गलत ढङ्गले उहाँले कलेक्सन गर्नुभयो कि जस्तो लाग्छ। ठुला सहकारी संस्थासँग जोडिएका साथीहरूले लक्ष्मी उप्रेती ब्याङ्कको अध्यक्ष बनोस् भनेर उहाँहरूले अपेक्षा राख्नु भने त त्यस्तो त उहाँहरूको पनि अपराध होइन, मेरो पनि गल्ती होइन नि। चासो सबैको चाहना सम्भवतः ठुला साना नेतृत्व गर्ने सिलसिलामा अलिक बढी साथीहरूको बिचमा पुग्ने कुरा राख्ने सिलसिलामा पहुँच पनि हुने हिसाबले अलिक एक्सेस बढेको कारणले ठुला सहकारीका साथीहरूले पनि भन्नुभयो होला। तर अहिले यहाँ राष्ट्रिय सहकारी ब्याङ्कको नेतृत्व चयन भइरहँदा चाहे 7वटा प्रदेशबाट आउनुहुने 7 जनाको हकमा होस्, चाहे त्यसभित्रबाट आउने अध्यक्षको हकमा होस्, यहाँ आइसकेपछि ठुला वा साना भन्ने कुराको चाहिँ अब विभेद रहँदैन। अब ठुलाको अर्थमा एक अर्थमा चाहिँ कस्तो हुन्छ भने ठुला संस्थाहरू जसले ठुलो पुँजी लगानी गरेका छन् यहाँ, अनि त्यो पैसा चाहिँ सुरक्षाको खोजी पनि हुन्छ। त्यहाँ आफ्नो वित्तीय इन्ट्रेस्टको हिसाबले ब्याङ्कमा भएको लगानी भोलि सुरक्षित हुनुपर्छ भन्ने अर्थमा अलिक बढी चासो राखेको पनि हुनसक्छ। तर समग्रमा त्योभन्दा पनि मलाई के लाग्छ भने चाहे ठुला चाहे साना, चाहे अभियान जोडिएका, चाहे बाहिरबाट शुभेच्छा व्यक्त गर्ने सबैजनाको चाहना चाहिँ सुशासनयुक्त ढङ्गले चलेका संस्थाहरू जुन छन् उनीहरूको अलिक बढी चाहना थियो ब्याङ्कको नेतृत्व सही ढङ्गले आउनुपर्छ भन्ने। जो संस्थाहरू आफै सुशासनमा थिएनन्, आफै कमजोर थिए, ती संस्थाहरू अप्ठ्यारोमा पनि परे, उनीहरूले ब्याङ्कको निर्वाचनसँग त्यति धेरै चासो पनि राखेनन्। जो राम्रोसँग निरन्तर ढङ्गले चलिराखेका थिए, सुशासनयुक्त तरिकाले, पारदर्शीपूर्ण तरिकाले सहकारीका मूल्य मान्यतामा आधार भएर जो चलेका थिए, उनीहरूले ब्याङ्कको निर्वाचनलाई अलिक चासोपूर्वक हेरे। अनि नेतृत्व चयनमा पनि अलिक आफ्नो चासो राख्नुभयो होला उहाँहरूले। त्यस अर्थमा हेर्दाखेरि ठुला वा साना भन्ने कुरा भएन। अनि उहाँहरूले राख्नुभएको चासो अब बेठिक पनि थिएन। अब त्यसो हुँदाखेरि जसले सहयोग गर्नुभयो ठुला साना नभनिकन सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु। ब्याङ्कको स्थापना 2060, अब म ब्याङ्कमा जोडिएँ 2070 देखि।
70 देखिमा जोडिएर आउँदा 70 देखि 75 सम्म लेखा सुपरसेन समितिको सदस्यको हैसियतले भूमिका निर्वाह गरेँ। त्यसपछि 75 देखि 79 सम्म लेखा सुपरसेन समितिको संयोजकको हिसाबले काम गरेँ। अनि 79 देखि अहिले 83 83 सम्म आउँदा पनि लेखा सुपरसेन समितिको संयोजककै हिसाबले काम गरिरहेँ। त्यसो हुँदा हाम्रो सुपरिवेक्षकीय भूमिका अन्तर्गत पनि सहकारी संस्थाहरू जो बैंकका सदस्यहरू छन् उनीहरूको सक्रियता क्रियाशीलता त्यहाँसम्म बैंकले पुर्याएको सेवा त्यसको स्तरको बारेमा नि हामीले हाम्रो पहुँच पुगेसम्म सबै कुरामा हामी टोटल हेर्न सक्ने गरी त हुँदैनौँ। पुगेसम्म हामीले त्यसलाई हेरेका पनि छौँ, बेला बखत सुझाव पनि दिएका छौँ। त्यसभित्र कतिपय संस्थाहरू चाहिँ रेकर्डमा देखिने एकचोटि सदस्य बन्ने अनि त्यसपछि क्रियाशील नहुने, त्यस्तो अवस्थामा क्रियाशील नभएका संस्थाहरूलाई बैंकको तर्फबाट क्रियाशील बनाउने प्रयत्न गरिनुपर्छ भनेर पनि हामीले त्यहाँ कुरा उठाएका छौँ। अनि कतिपय ठुला संस्थाहरू जो जोडिने, ठुला संस्थाहरू जोडिँदाखेरि चाहिँ कतिपय अवस्थामा बैंकलाई विशेष गरी लिक्विडिटी क्राइसिस पनि हुन्छ नि, यो त बिजनेस हो। कोही बेला लिक्विडिटी क्राइसिस हुँदाखेरि ठुला संस्थाहरूसँग अलिक बढी भर पर्यो होला बैंक, ल है तपाईँहरूसँग भएको लिक्विडिटी चाहिँ कमर्सियल बैंकमा छ भने त्यही बैंक त सहकारी बैंक त तपाईँहरूको आफ्नै बैंक त हो नि, लिएर आएर बैंकमा राखिदिनुहोस् न भनेर ठुला संस्थाहरूसँग बैंकले अनुरोध गर्यो भने त्यो पनि अन्यथा मान्नु भएन। अनि बैंक त बिजनेस गर्ने, कर्जा लगानी गर्ने पनि हो नि त, कर्जाको बिजनेस पनि गर्छ यसले। अनि त्यस्तो अवस्थामा अलिक ठुलो ऋणको लागि चाहिँ अलिक ठुलो ऋण कन्ज्युम गर्न सक्ने, उपयोग गर्न सक्ने संस्थाहरूसँग बैंकको अलिकति तपाईँहरूले चाहिँ कर्जा चलाइदिनु पर्यो भनेर अनुरोध गर्यो भने त्यो पनि गलत भएन। तर त्यसो मात्रै गरेर अनि साना भनेको यो चाहिँ सुशासनको हिसाबले साना ठुला हुँदैन होइन, खालि पुँजीको संरचनाको हिसाबले, ब्यालेन्स सिटको हिसाबले, सेयर पुँजी कोष जस्ता हिसाबले चाहिँ अलिक थोरै पुँजी भएका, सदस्य थोरै भएका संस्थाहरूसँग संस्थाले त्यो खालको व्यवहार गर्यो भने त्यो चाहिँ अब उहाँहरूलाई चाहिँ सानो भन्ने हिसाबले हेऱ्यो भने गलत हो। तर त्यस्तो भयो जस्तो लाग्दैन। उहाँहरूको आवश्यकता अनुसार तपाईहरूको पुँजी निर्माणमा हामी सहयोग गर्न तयार छौँ भनेर सायद बैंकले भनेको नै जस्तो लाग्छ मलाई। तपाईहरू सानो ठुलो जस्तो होस् त्यो पुँजी हामी स्वीकार गरिदिन्छौँ, ल्याएर जम्मा गरिदिनुहोस् भनेको छ। तपाईँलाई आवश्यकता अनुसारको लोन पनि प्रोभाइड गर्छौँ पनि भनेको छ। अझ बिचमा हामीले डिमान्ड बेस्ड प्रोडक्टहरू डिजाइन गर्नुहोस् पनि भन्यौँ। त्यसमा त तल सहकारी संस्थाहरूले, ठुला सहकारी संस्थाहरूलाई ठुलै प्रकारको लोनको प्रोडक्टको आवश्यकता छ भने अलिक सानो भोल्युममा कारोबार गर्ने संस्थाहरूलाई सानो भोल्युमसँग सम्बन्धित भएका लोनका प्रोडक्टहरू पनि आवश्यकता छ। त्यस अनुसारका डिजाइन गर्नुहोस्, डेभलप गर्नुहोस् भनेको आधारमा त्यो खालका प्रोडक्टहरू डिजाइन पनि भएको छन्। यसरी हेर्दाखेरि साना संस्थाहरूलाई चाहिँ बैंकले अलिक इग्नोर गर्यो कि व्यवस्था गर्यो कि भने जस्तो सायद देखिँदैन। ठुलो संस्था भनेका तिनीहरूले पुँजी पनि ठुलै परिचालन गर्छन् अनि उनीहरूसँग जनशक्ति पनि त्यसै अनुसार सक्षम हुन्छ, प्रविधिमा पनि उनीहरू सक्षम हुन्छन्। अनि त्यहाँ आवश्यकता अनुसारका डकुमेन्टेसनका मामलामा पनि ती संस्थाले सबै प्रक्रिया पुरा गर्छन्। जे भए पनि यो बैंकले लगानी गरेको पैसा कसको पैसा हो भन्ने सोचेर मात्रै लगानी गर्नुपर्छ नि, चाहे ठुला संस्थालाई लगानी गरोस् चाहे सानो संस्थालाई। त्यो पैसा भनेको सदस्य संस्थाबाट प्राप्त भएको दायित्व हो। भोलि सदस्य संस्थाले मागेको बेला त्यो पैसा फिर्ता गर्नुपर्छ। त्यसको लागि लगानी गर्नु पूर्व सुरक्षाको कुरालाई सबभन्दा पहिला सोच्नुपर्छ। एउटा इमोसनले मात्रै त भएन। अनि त्यो सुरक्षित हुनको लागि कानुनी रूपमा पुरा गर्नुपर्ने प्रक्रिया, प्रावधान, कागजात, यी सबै विषयहरूमा चाहिँ बैंकले अगाडि सार्दाखेरि कतिपय अब त्यस अनुसारको जनशक्ति नभएका संस्थाहरू, त्यस अनुसारको अभिलेख व्यवस्थित गर्न नसकेका संस्थाहरूलाई कोही बेला अप्ठ्यारो पनि परेको हुनसक्छ। अनि संस्थाले मागेको ऋणको आधारमा बैंकले स्वीकृत गर्न नसकेको पनि हुनसक्छ। अनि त्यस्तो अवस्थामा प्रक्रिया नपुगेको कारणले बैंकले स्वीकृत गर्न सकेन भने त्यहाँ चाहिँ साना संस्थाहरूलाई मार्गा पर्यो। तर त्यहाँ चाहिँ पक्षपात गरेको भन्न भएन। यदि नियत बस्नै कहीँ कतै त्यस्तो भएको छ भने त्यो समग्र बैंकले राखेको नियत भन्दा पनि कहीँ कुनै व्यक्ति जोडिएको ठाउँमा व्यक्तिको नियतको कारणले त्यस्तो भएको छ भने त्यस्तो कुरो त पहिचान गरेर त्यस्ता कुराहरूको त छानबिन गर्नुपर्छ। राष्ट्रिय सहकारी बैंक भनेको चाहिँ सहकारी अभियानको छाता सङ्घ मात्रै होइन, यो विशुद्ध व्यवसाय गर्ने व्यावसायिक निकाय पनि हो। व्यवसाय गर्दाखेरि त्यसले आफूसँग भएको पुँजीको सुरक्षालाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्छ। योसँग भएको पुँजी भनेको चाहिँ सदस्यहरूबाट प्राप्त भएको बचत, सदस्यहरूले जम्मा गरेको, सदस्यहरूबाट सङ्कलन भएको सेयर, अनि यसले विगतमा कारोबार गरेर आर्जन गरेको सिर्जना भएको यसका कोषहरू लगायतका त्यो चाहिँ यसको आफ्नो पुँजी हो। अनि व्यवसाय गरेर त्यही पुँजी उसले लगानी गर्नुपर्छ। लगानी गर्दा यदि त्यो पुँजी चाहिँ असुरक्षित भयो भने भोलि बैंकले गर्ने व्यवसाय कमजोर हुन्छ। यो त व्यवसाय गर्ने निकाय हो नि त पहिला त। यो सैद्धान्तिक धरातलबाट त बैंकले उन्मुक्ति पाउँदैन नि त। त्यस कारणले गर्दाखेरि लगानी गर्दाखेरि जुन पुँजी छ, सदस्यहरूको पुँजी छ, त्यो सदस्यहरूको पुँजी असुरक्षित हुन हुँदैन र सुरक्षित हुनुपर्छ भन्नको लागि जे प्रक्रिया अवलम्बन गर्नुपर्छ त्यो कुराबाट चाहिँ बैंक पछि हट्न हुँदैन, सक्दैन। यो यसो भनिरहँदाखेरि
अनि जसले चाहिँ अब प्रावधान पुरा गर्न सक्दैनन्, भोलि लिगल इस्यु हुँदाखेरि दिनुपर्ने डकुमेन्टहरू दिन सक्दैनन्, ती संस्थाहरूको हकमा त्यहाँ तल लिक्विडिटीको क्राइसिस हुँदै पनि ब्याङ्कले सहयोग गर्न नसकेको अवस्था हुनसक्छ। यस्तो अवस्थामा विगतदेखिकै प्र्याक्टिस हामीले के भनेका छौँ भने यो चाहिँ अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने गरीको एउटा निश्चित सीमा तोक्ने, त्यो सीमाभित्र बसेर चाहिँ त्यो चाहिँ कोही बेला हामीले 50 करोडको तोकेका छौँ, कोही बेला 1 अर्बको तोकेका छौँ, कोही बेला 10-20 करोडको तोकेका छौँ। त्यो सीमाभित्र बसेर चाहिँ अप्ठ्यारो परेका संस्थालाई यदि त्यो पैसा त्यहाँनेरि सपोर्ट गर्दा त्यो संस्था अपरेसनमा आउन सक्छ, उसको सटर बन्द हुँदैन भन्ने जहाँ स्थिति देख्छौँ त्यो ठाउँमा सहयोग गर्ने गरीको चाहिँ विगतमा सैद्धान्तिक धारणा पनि बनेको। त्यसै आधारमा ब्याङ्कको व्यावसायिकता पनि कमजोर नहोस् र अप्ठ्यारोमा परेका सदस्य सङ्घ संस्थालाई केही सहयोग पुगोस् पनि भन्ने हो। तर यो भावनाले अप्ठ्यारो परेका सबै संस्थाहरूलाई सहयोग गर्न ब्याङ्कले सक्दो रहेनछ, किनभने न्यूनतम मापदण्ड त पुरा गर्नुपर्छ सदस्यहरूले। अप्ठ्यारोमा परेका ती संस्थाहरूले चाहिँ अधिकांश संस्थाहरूले चाहिँ न्यूनतम मापदण्ड पुरा गर्न नसक्ने रहेछन्। अप्ठ्यारोमा परेर पनि न्यूनतम मापदण्ड जुन संस्थाहरूले पुरा गर्न सक्छन् उनीहरूलाई चाहिँ ब्याङ्कले सहयोग गरिराखेकै छ। कतिपय आफ्नो पहुँचभित्र हुँदो रहेछन्, कतिपय आफ्नो पहुँचभन्दा बाहिर हुँदो रहेछन्। अहिले स्थापना भएदेखि यसले सीमित ब्याङ्किङ कारोबार गर्ने गरी इजाजत प्राप्त गरेको। अब यसले पूर्ण ब्याङ्किङ कारोबार गर्ने गरी चाहिँ न त अहिलेसम्मको कानुनी व्यवस्था छ। अब पूर्ण ब्याङ्किङ कारोबार गर्ने गरी सिधासिधी के भन्छन्, त्यो कमर्सियल ब्याङ्कले गर्ने काम हो। त्यसमा तपाईँहरू सहकारी ब्याङ्कको ब्यानर छोडेर सहकारीभित्रको चाहिँ नियमन अनुगमन छोडेर, विभागको दर्ता छोडेर कम्पनी दर्ता गरेर आउनुहोस्। कम्पनी दर्ता गरेर आएपछि तपाईँहरूको सहकारीको पहिचान पनि हुँदैन, तर तपाईँहरूले कम्पनीको हिसाबले अरू ब्याङ्क जसरी चलेका छन् पूर्ण ब्याङ्किङको इजाजत पाउनुहुन्छ भनेर अहिलेसम्मको नियमकीय व्यवस्था, राष्ट्र ब्याङ्कको निर्देशन, कानुनी व्यवस्था त्यही छ। अनि हामीले यही सहकारी विभागमा दर्ता गरेको सहकारी क्षेत्रमा भएको दर्ताको लाइसेन्स अन्तर्गत राष्ट्र ब्याङ्कको रेगुलेसनमा बसेर राष्ट्र ब्याङ्कले नै पनि उसले पनि अनुगमन गर्ने गरी यसका सीमा चाहिँ बढाउन भनेर लबिङ गरिराखेका छौँ। यसमध्ये जुन जुन अहिले राष्ट्रिय सहकारी ब्याङ्कको क्षमताले धान्न सक्दैन त्यस्ता खालका इजाजतहरू नदिने, तर धान्न सक्ने गरी गर्न सक्ने गरी पूर्ण ब्याङ्किङ अन्तर्गत थुप्रै कुराहरू छन्। त्यसमध्ये क्रमशः अहिले रेस्ट्रिक्सन रहेका कुराहरू घटाउँदै लगे त हुन्छ नि त। त्यो कुराको लबिङ चाहिँ गरेका छौँ। तर हामीले अहिले अब यहाँ निर्वाचित भएर आउने बित्तिकै अबको बोर्ड बैठकले निर्णय गर्ने अनि गएर राष्ट्र ब्याङ्कबाट इजाजत लिएर आउने, पूर्ण ब्याङ्किङ सञ्चालन गर्ने, त्यस्तो त हुँदैन। तर आगामी दिनमा क्रमशः यसको चाहिँ लिमिटेसनका सीमाहरू जुन छन् त्यसलाई चाहिँ अलिक घटाउँदै लगेर अलिक यसको दायरा बढाउने चाहिँ हाम्रो लक्ष्य रहेको छ। अब सेयर पुँजी फिर्तासँग सम्बन्धित पनि हामी दुईटा नाउँमा खुट्टा राखेर हिँडिराखेका छौँ। राष्ट्रिय सहकारी ब्याङ्क कानुनी हिसाबले सहकारी ऐन पनि लागु हुन्छ हाम्रो लागि, राष्ट्र ब्याङ्कको निर्देशन र राष्ट्र ब्याङ्क ऐन पनि लागु हुन्छ। यद्यपि सहकारी ऐन 2074ले नै उसले चाहिँ नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क सञ्चालनसँग सम्बन्धित निर्देशन जारी गर्न सक्ने र त्यो निर्देशनहरू चाहिँ ऐनसर मान्यता प्राप्त हुने भनेर भनिसकेपछि राष्ट्र ब्याङ्कको निर्देशन पनि त्यत्तिकै हाम्रो लागि बाध्यकारी छ। कतिपय अवस्थामा सहकारी ब्याङ्कमा राष्ट्र ब्याङ्कको निर्देशन किन, त्यो त मान्न पर्दैन नि, सहकारीको मूल्य मान्यता नै त्यहाँ चाहिँ निलम्बित भयो नि भन्ने कुरा पनि उठ्छन्। सैद्धान्तिक रूपमा ठिकै होला। सहकारी ऐन 2074 जारी हुँदै अब जे भए पनि त्यहाँ जजको विमति थियो भने पनि अहिले त्यो खारेज नहुँदासम्म त त्यहाँ भएको कुरा त म्यान्डेटरी हो नि त हामी सबैको लागि। अनि त्यहाँनिर चाहिँ राष्ट्रिय सहकारी ब्याङ्कको सञ्चालनसँग सम्बन्धित भएर नेपाल राष्ट्र ब्याङ्कले निर्देशन दिन सक्ने, त्यो निर्देशन मान्नुपर्ने भनेर त्यो सहकारी ऐनमा लेखिसक्यो, त्यो त कानुन नै भयो नि त। सहकारी ऐनको मात्रै प्रावधानको आधारमा चाहिँ सदस्यहरूले सेयर फिर्ता माग्दाखेरि त्यसले तोकेको प्रक्रिया छ, प्रक्रिया पुरा गरेर आर्थिक वर्ष समाप्त भइसकेपछि त्यसको हिसाब लेखाजोखा भइसकेपछि नाफा भएको रहेछ भने डिभिडेन्ड जोडेर, नाफा भएको रहेनछ भने घाटा भएको रहेछ भने प्रोपोर्सनल्ली सेयरको रकममा घटाएर सेयर फिर्ता दिनुपर्ने कानुनी व्यवस्था छ, सहकारी ऐनमा भएको व्यवस्था। तर राष्ट्र ब्याङ्कले यो पुँजी कोषसँग सम्बन्धित जुन व्यवस्था छ, पुँजी कोषसँग सम्बन्धित व्यवस्था पुरा नहुँदासम्म चाहिँ सेयर फिर्ता गर्न पाइँदैन भनेर स्ट्रिक्टली रोकिरहेको छ अहिले। त्यसकारणले गर्दा अब अहिले हामीले विगत 2 वर्षदेखि नाफा गर्न नसकेको कारणले डिभिडेन्ड दिन सकेका छैनौँ। त्यसो हुँदाखेरि कतिपय सहकारी संस्थाहरूमा, सदस्य संस्थाहरूमा अलिकति असन्तुष्टि पनि छ। अनि हाम्रो चाहिँ त्यत्तिकै पैसा आइडल बस्ने भन्दा हाम्रो सेयर फिर्ता पाए हुन्थ्यो पनि भन्नुभएको छ। यो जुन कानुनी व्यवस्था छ यो कारणले फिर्ता गर्न सकेका छैनौँ। अनि सँगसँगै यसमा एउटा अर्को कुरा पनि हुन त आम रूपमा धेरैले बुझ्नु पनि भएको छ, तर अझै पनि अब मिडिया मार्फत पनि तलब पुर्याउनु पर्ने, जानकारी गराइदिनु पर्ने। जस्तो 2 वर्षदेखि राष्ट्रिय सहकारी ब्याङ्क घाटामा छ भन्दा घाटा चाहिँ कुन प्रकृतिको घाटा हो यो चाहिँ मेजर विषय हुन्छ। घाटा भनेको एउटा अपरेसनल लस हुन्छ, एउटा प्रोभिजनल लस हुन्छ। अपरेसनल लस भनेको भयङ्कर डेन्जर कुरा हो। उसले महिनाभरिमा जति कमाउँछ उसको सञ्चालन खर्च त्योभन्दा बढी छ। कर्मचारी खर्च, कार्यालय सञ्चालन खर्च, घर भाडा खर्च, मसलन्द खर्च लगायत यो सबै खर्च र महिनाभरिमा उसले ब्याज असुली गर्ने पैसा जति हो त्यसको बिचको डिफ्रेन्सबाट खर्च बढी भयो भने अपरेसनल लस भयो, त्यो चाहिँ रिकभर हुने ठाउँ हुँदैन।
त्यो चाहिँ एकदम डेन्जर कन्डिसन हो। तर अहिले भएको राष्ट्रिय सहकारी ब्याङ्कको लस भनेको चाहिँ नकमाएर होइन, कमाएको पैसा चाहिँ प्रोभिजन गरेर हो। कमाएको पैसालाई लगाएर प्रोभिजन शीर्षक ट्रान्सफर गरेको कारणले अहिले हामीले लस बुक गर्नु परेको छ, लस देखिएको छ। त्यस कारणले गर्दा यो लस चाहिँ रिकभर हुने चान्स हामीसँग अलिक बढी छ, किनभने हामीसँग भएको एनपिए जुन छ यसलाई घटाएर अनि त्यसै गरी यो एनपिएल जुन छ यसलाई सुधार गरेर चाहिँ हामीले करिब 1-1.5 वर्षको बिचमा अहिले प्रोभिजन गरेको पैसा मात्रै ब्याक गर्न सक्यौँ भने पनि हामीले नाफामा जान सक्ने सम्भावना छ। त्यस्तो हुँदा त सदस्यहरूले मागेका बखत सेयर फिर्ता गर्न पनि गाह्रो छैन, अनि सदस्यहरूलाई बाध्यतावश तपाईँ सेयर राखिराख्नुहोस् भनिराख्नु पनि पर्दैन। जसलाई स्वेच्छा छ उहाँहरूले राख्नुहुन्छ, होइन कसैले अब म ब्याङ्कको सदस्य बन्दिनँ सेयर फिर्ता लिन्छु भन्दा त्यो बाटो खुल्ला पनि गर्नुपर्छ, किनभने सहकारीको पहिलो सिद्धान्तले नै ऐच्छिक तथा खुल्ला सदस्यता भनिसकेपछि त्यसलाई बाध्यकारी बनाउनु हुँदैन। तर अहिले चाहिँ यो विशेष गरी राष्ट्र बैङ्कको नियामकीय व्यवस्था जुन छ यसले यो चाहिँ पुँजी पर्याप्तता जुन भनेको छ क्यापिटल एडिक्वेसी रेसियो यो पुरा नगरिकन चाहिँ तिमीहरूले सेयर फिर्ता गरेर पाउँदैनौ भन्दाखेरि अहिले सदस्यको निवेदन पनि हामीले सरी भनेर राख्नु मात्रै परेको छ। किनभने अहिले उहाँहरूको अलिकति जस्तो हामीले सेयर तल हामीले पनि सदस्यहरूबाट सङ्कलन गरेको पैसा हो, सदस्यले पनि हामीसँग डिभिडेन्ड माग्नुहुन्छ, अनि हामीले डिभिडेन्ड माग्नुको निम्ति हाम्रो पैसाले कहाँ कहाँ कमाउँछ भनेर खोज्नुपर्छ। राष्ट्रिय सहकारी ब्याङ्कमा आएको सेयरमा भएको पैसाले कमाइदिएन भने हाम्रो तल संस्थाको प्रारम्भिक संस्थाको डिभिडेन्ड पनि प्रभावित हुन्छ। त्यसो हुँदाखेरि जति सक्दो छिटो तपाईँहरू डिभिडेन्ड दिएर पुग्नुहोस् न भन्नुभएको। यदि त्यो पुग्दै नपुग्ने भने त हामीले सेयर फिर्ता पनि त लिनुपर्छ नि भन्ने पनि कुरा राखेको हुनसक्छ। तर अहिले वास्तवमा तपाईँले भन्नुभयो जस्तै यो लगभग 1-1.5 वर्षदेखिको अभ्यासको कारणले पनि गरेको अनुरोधको कारणले पनि अब ब्याङ्कले अहिले नाफा दिन सकेको छैन, सबैलाई थाहा छ। त्यसका बावजुद पनि ब्याङ्कले नाफा दिन सकेन भन्दा आक्रोश भन्दा पनि अहिले सबैजना संयमित भएर बुझिदिनु भएको छ नि त, परिस्थिति बुझ्नु भएको छ नि त। यसको अर्थ ब्याङ्क जति सक्दो छिटो चाहिँ नाफा दिने ठाउँमा पुगोस् र अनि सधैँ हाम्रो पैसा बाँझो नबसोस्, सेयर पैसा त्यत्तिकै नबसोस्, यसले केही न केही चाहिँ डिभिडेन्ड दिन थालोस् भन्ने अपेक्षा हो नि त। त्यसको लागि चाहिँ अब केही पूर्वाधारहरू बनेका छन्, विशेष गरी अहिले यो कार्यकालमा पनि त्यसमा केही योभन्दा अघिल्लो कार्यकालमा सकारात्मक सङ्केतहरू देखिएका छन्। त्यसलाई निरन्तरता दिँदै थप प्रयत्न गरेर हामी आगामी दिनमा चाहिँ सदस्यहरूको पुँजीलाई बाँझो नराख्ने, त्यसमा केही न केही प्रतिफल दिन सुरु गर्ने ठाउँमा छौँ। र फेरि हामी पछि गएर निरन्तर प्रतिफल एकदम बढाउँदै जाने, धेरै प्रतिफलमा जोड दिने भन्दा पनि पुँजीको ब्याजसम्म लागतसम्म उठ्ने गरी प्रतिफल दिने, त्योभन्दा धेरै चाहिँ हामी सेवामा जोड दिने। ब्याङ्कले चाहिँ सदस्यहरूलाई दिने सेवा प्रभावकारी बनाउने, तर प्रतिफलमा चाहिँ एकदम डिभिडेन्ड नै मात्रै सबै कुरा हो भन्ने कुरालाई चाहिँ क्रमशः कम्ती गर्दै लाने भन्ने ठाउँमै छौँ। जस्तो हामी अघिल्लो वर्षसम्म माइनसमा रहेको पुँजी पर्याप्तता अनुपात अहिले आउँदाखेरि हामी यो पुष मसान्तमादेखि लिएर अहिले यो वैशाख मसान्तसम्म आउँदाखेरि 4+ हामी पुगिसकेका छौँ। त्यसका अझै पनि यो सकारात्मक कुराहरू यसलाई हामीले भोलिका दिनमा चाहिँ 8% पुर्याउनु पर्ने जुन छ त्यो चाहिँ 84-85सम्मको टाइम छ, त्योभन्दा अगाडि नै हामी पुर्याउँछौँ भन्ने कुरा चाहिँ के भने हामीसँग भएको नन पर्फर्मिङ एसेट जुन छ एनपिए त्यसलाई हामीले क्रमशः जति सक्दो छिटो बिक्री गरेर त्यसलाई क्यासमा कन्भर्ट गर्ने प्रयत्न गरिराखेका छौँ। त्यो जति कन्भर्ट हुन्छ कन्भर्ट हुने 100% चाहिँ कम ब्याक हुन्छ। अनि त्यसै गरी भाका नआएको कर्जा जुन छ नन पर्फर्मिङ लोन त्यसलाई पनि हामीले गुणस्तर सुधार गऱ्यौँ भने त्यसको लागि प्रोभिजन गरेको पैसा पनि कम ब्याक हुन्छ। अनि उठ्न बाँकी ब्याज जुन छ उठ्न बाँकी ब्याज पनि हामीले अर्निङ बढाउन सक्यौँ भने त्यसले हाम्रो प्रफिट बढाउँछ। यी सबै कारणहरूले गर्दाखेरि चाहिँ हामी आगामी दिनमा यो पुँजी पर्याप्तता अनुपात जुन छ यसलाई पुरा गर्ने ठाउँमा चाहिँ हामी पुग्न सक्छौँ भन्ने हो। तर यसको लागि रिजल्ट आउने गरी काम चाहिँ गर्नुपर्छ। अब यो समस्या त कसरी हेर्नुपर्ने जस्तो देखिन्छ भने सहकारी ब्याङ्कलाई अलिअलि व्यथा लागेको छ। अब यो व्यथा चाहिँ सहकारी ब्याङ्कलाई मात्रै नभएर सिङ्गो देशलाई नै, देशको अर्थतन्त्रलाई लागेको कारणले गर्दाखेरि त्यही सिस्टमभित्र बसेर काम गरिरहेको राष्ट्रिय सहकारी ब्याङ्क पनि त्योभन्दा पछि त हुने कुरै भएन। विशेष गरी कोभिड पछि सिर्जना भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, अर्थतन्त्रमा आएको मन्दी जस्ता कारणहरूले चाहिँ यी सबै कुरा जोडिँदै आए। अब राष्ट्रिय सहकारी ब्याङ्कको काम गर्ने क्षेत्र भनेकै कानुनले सीमित गरिदिएको आधारमा यसको सदस्य बनेका सहकारी सङ्घ संस्थाहरू होइन, यसको लक्षितसँग काम गर्ने क्षेत्र त त्यही हो। इन्डिभिजुअल ल्यान्डिङ गर्न पनि पाउँदैन, जबकि विदेशतिरको प्र्याक्टिस चाहिँ त्यहाँका सहकारी ब्याङ्क अन्त पनि छन्, उनीहरूले चाहिँ इन्डिभिजुअल सहकारी क्षेत्रका मेम्बरहरू ल्यान्डिङ गर्छन्। खर हामीसँग यहाँ भएको पनि टोटल ठिक छ भन्ने होइन, यसका केही मेरिट्स होलान् केही डिमेरिट्स होलान्, तर यसले लगानी गर्ने भयो सहकारी सङ्घ संस्थाहरूलाई। अनि ती सहकारी संस्थाहरूले पनि ब्याङ्कबाट ऋण किन लान्छन् भन्दा आफ्ना सदस्यहरूलाई ऋण लगानी गर्न सक्ने सम्भावना हुँदाखेरि लान्छन्। अनि आफ्ना सहकारी संस्थाहरू अन्तर्गत चाहिँ हालत के छ भन्दा न त कसैले स्टार्टअपको लागि कोही सदस्यहरूले ऋण लिन चाहन्छन्, न भइरहेका सदस्यहरूले आफ्नो व्यापार व्यवसाय विस्तार गर्न अथवा त्यसलाई चाहिँ निरन्तर सञ्चालन गर्ने गरी ऋण लिन चाहन्छन्। सकेसम्म यो बेला जोखिमले चाहिँ आक्रान्त भएको अवस्थामा
सकेसम्म बरु कर्जा घटाउने, भोलि चाहियो भने ल्याउँला भनेर उहाँहरूले पनि संस्थामा पैसा तिर्नुहुन्छ। अनि संस्थामा पैसा आएपछि सहकारी संस्थाहरूले पनि ब्याङ्कमा लिएर ल है भोलि चाहियो भने हामी ऋण लिन आउँछौँ, आज चाहिँ हामी ऋण तिर्छौँ भन्नुहुन्छ। अनि यो अप्ठ्यारो चाहिँ ब्याङ्कलाई पनि परेको, सदस्य संस्थाहरूलाई पनि परेको, सदस्य संस्थाहरूका आफ्ना इन्डिभिजुअल सदस्यहरूलाई पनि परेको। यो तलैदेखि सुधार हुने गरी जब एउटा नेसनल फ्रेमवर्कमै सिस्टममै केही सुधारका सङ्केतहरू देखिँदैनन्, त्यस बेला चाहिँ ब्याङ्कले मात्रै हामी सुधार गर्छौँ भनेर भन्ने स्थिति छैन। तर यो सधैँ त यस्तो नजाला नि त, क्राइसिस कोही बेला आउँछ, त्यो चाहिँ त्यसको लागि समय लाग्छ। यसपालि चाहिँ अलिक बढी समय लिए, यति लामो चाहिँ समय लिँदैन थियो, 2-2.5-3 वर्षमा चाहिँ केही न केही त्यसमा करेक्सन हुन्थ्यो। यसपालि त 76 देखि 82 भन्दाखेरि त लगभग जब 6 वर्ष जति भइसक्यो, अझै 1-1.5 वर्ष 2 वर्षको सङ्केत त्यति राम्रो देखिँदैन। यसपालिको टाइम पिरियड, यो टेन्डर चाहिँ बढ्यो, यसले अलिक अप्ठ्यारो पारेको। यो अप्ठ्यारोको बावजुद पनि ब्याङ्क अगाडि जान सक्ने गरी हाम्रा आधारहरू छन्, त्यो आधारलाई टेकेर यो बाँकी रहेको संरचना हामीले बिग्रिन नदिकन अगाडि जाँदाखेरि हामी अगाडि निक्लिन सक्छौँ, सदस्यहरूलाई कुनै न कुनै हिसाबले न्याय दिन सक्छौँ भन्ने आत्मविश्वास चाहिँ छ। सन्त सुरुदेखि नै उसले चाहिँ थोक कर्जाको काम गर्दै आयो। आफ्ना सदस्य सङ्घ संस्थाहरूको लागि उसले थोक कर्जा प्रवाह गर्दै आउँदाखेरि ऊ चाहिँ व्यावसायिक रूपमा नै स्थापित भएको संस्था हो। त्यसको अलावा केन्द्र स्तरमा अथवा जिल्ला स्तरमा सम्बन्धित क्षेत्रको फेडरेसन नै भनौँ न, जिल्ला तहका चाहिँ नेतृत्वदायी सङ्घ संस्थाहरू जुन उनीहरूले चाहिँ बचत तथा ऋणको चाहिँ कारोबार गर्ने कुरा व्यावसायिक ढङ्गले नै एउटा नियमित बचत भनेको अलग कुरा हो। त्यसको अलावा चाहिँ ब्याङ्किङ कारोबार नै गर्ने गरी बचत सङ्कलन गर्ने कुरा, कर्जा लगानी गर्ने कुरा ठिक कि बेठिक भनेर अलिक बहस पनि चल्दै आएको। त्यसको पक्षमा केही तर्कहरू पनि छन्, विपक्षमा केही तर्कहरू पनि छन्। पक्षमा भएका केही तर्कहरूको हिसाबले चाहिँ सम्बन्धित तहका सबै सङ्घहरू सस्टेनेबल हुनको लागि उनीहरूले इन्कम जेनेरेट गर्ने केही काम गर्नुपर्छ। उनीहरूले आफ्नो माथि अथवा सदस्य सङ्घ संस्थाहरूलाई केही न केही क्रेडिट बिजनेस गरे, कर्जा लगानी गरे भने त्यहाँबाट बिचमा बस्ने स्प्रेड रेटबाट जुन अर्निङ हुन्छ त्यसले आफ्नो चाहिँ नियमित आम्दानीको स्रोत हुन्छ र त्यो आम्दानीको स्रोतबाट सङ्घ सञ्चालन हुनसक्छ भन्ने आर्गुमेन्टबाट त्यो अगाडि आएको देखिन्छ। अब त्यो एक हिसाबले ठिकै देखिन्छ र त्यसभित्रको अर्को चाहिँ कस्तो भयो भने त्यो भनेको प्रोफेसनल काम हो, त्यसको लागि प्रोफेसनल नलेजको पनि आवश्यकता पर्छ। अनि एउटा फेडरेसन सञ्चालन गर्ने गरी एडमिनिस्ट्रेटिभ काम गर्ने गरिरहनु भएको जनशक्ति हुन्छ, त्यहाँ त ब्याङ्किङ नर्मसँग सम्बन्धित भएर त्यसको टेक्निकल एनालाइसिस गर्ने गरेको आवश्यकता पनि सुरु महसुस गरिएको हुँदैन, अनि त्यो खालको म्यान पावर पनि हुँदैन। अनि भोलि कारोबार गर्दै जाँदाखेरि चाहिँ ल्यान्डिङको काम गर्दै जाँदा सुरुमा 5 लाख होला, 10 लाख होला, 20 लाख होला, 50 लाख होला, 1 करोडसम्म जाने, 2 करोडसम्म जाने। अनि त्यो रिस्क एनालाइसिस गर्न सक्ने गरीको त्यहाँनिर हाम्रो चाहिँ विङ्सहरू नपुग्ला, टुल्सहरू नपुग्ला, मेकानिजम नपुग्ला, त्यो कारणले ती ठाउँबाट भएका कर्जा लगानीहरू जोखिममा पर्ने हुन् कि भन्ने जस्ता कुराहरू आइसकेपछि अहिले अल्टिमेटली चाहिँ अब जसले कर्जा बचत तथा ऋणको कारोबार गर्नुपर्ने त्यो निकायको रूपमा चाहिँ ब्याङ्किङ कारोबारै गर्ने गरी सहकारी क्षेत्रमा सहकारी ब्याङ्कले गर्नुपर्छ। अरू निकायहरूले चाहिँ आफ्नो क्षेत्रगत व्यावसायिकता भनेको जस्तो नेप्सकोन लगायत अरू केन्द्रीय सङ्घहरू जुन हुन्छन् उनीहरूले चाहिँ आफ्ना सदस्य सङ्घ संस्थाहरूको क्षमता वृद्धिको लागि, तालिमको लागि, उनीहरूलाई चाहिँ व्यवस्थित गर्नको लागि गर्नुपर्ने कामहरू गर्नुपर्छ र वित्तीय कारोबारको जिम्मा चाहिँ ब्याङ्कले लिनुपर्छ भन्ने गरेको अब अहिले कानुनी व्यवस्था पनि आयो। यसको लागि 3 वर्ष समय निर्धारण गरिएको छ। त्यसभित्रमा चाहिँ के हुन्छ भन्ने प्रश्न पनि उठेका छन्। जस्तो अहिलेदेखि सुरु गर्दै लाँदाखेरि सम्बन्धित सङ्घहरूले आफ्नो बचत तथा ऋणको कारोबार कम्ती त गर्दै लानु होला, तर 3 वर्षभित्रमा चाहिँ कर्जा असुली भइसकेन भने अब 3 वर्ष टाइम पुग्यो, तिमीहरूले चाहिँ सटर डाउन गर भन्दा अनि तलको पैसा नउठ्दाखेरि त्यहाँ उहाँको हालत के हुन्छ? यसका केही न केही सल्युसन निकाल्नुपर्छ। त्यस हिसाबले अब बचत तथा ऋणको सम्पूर्ण सहकारी क्षेत्रको कर्जा कारोबारलाई एक ठाउँमा केन्द्रित गर्ने गरी राष्ट्रिय सहकारी ब्याङ्कलाई जिम्मेवार बनाउनु भन्ने कुरा ठिक छ। त्यो ढङ्गले त्यसको केही न केही यस क्षेत्रको अलिक म्यान पावर पनि अलिक व्यवस्थित होला, त्यस अनुसारको प्रविधिमा लगानी गर्नुपर्छ, प्रविधिमा धान्न सक्ने गरी लगानी गर्ने क्षमता पनि राख्ला। त्यसकारण यो कामको अगुवाई राष्ट्रिय सहकारी ब्याङ्कले गर्यो भने ठिकै हुन्छ, यो बिग्रिँदैन। र अब अरू विषयगत सङ्घहरूले चाहिँ आफ्नो सदस्यहरूको क्षमता अभिवृद्धिसँग सम्बन्धित काम गर्दा यसरी हामीले यो चाहिँ अब कसले कता के गर्ने भन्दा पनि कामको बाँडफाँड गर्ने यो ढङ्गले जाने गरी कुरा चल्दा र अनि कानुनी रूपमा पनि त्यो प्रस्ताव आउँदाखेरि चाहिँ नेप्सकोन र राष्ट्रिय सहकारी ब्याङ्कको बिचमा पनि विभिन्न चरणका छलफल हुँदाखेरि त्यसो हुँदाखेरि अब अहिले कानुनले व्यवस्था गरेको कुरालाई पनि परिपालना गरौँ, अहिलेको कुरालाई पनि सहज ढङ्गले सेफ ल्यान्डिङ गरौँ। यस्तो अवस्थामा क्रमशः राष्ट्रिय सहकारी ब्याङ्किङ कारोबार गर्ने निकायको रूपमा स्थापित गरेर जाउँ। केन्द्रीय सङ्घहरूलाई
आफ्नो विषयगत ढङ्गले काम गर्ने निकायका रूपमा लिएर जाउँ, सहकार्य गरौँ भन्ने हिसाबले कुरा आउँदाखेरि हामीले राष्ट्रिय सहकारी बैङ्क र नेप्सोनको बिचमा संवाद सुरु गरेका छौँ। यसमा चाहिँ हामीले के विषयमा सहकार्य गर्न सक्छौँ, कसरी गर्न सक्छौँ भन्ने हिसाबले अगाडि जाने गरी छलफल भइराखेको छ। यसलाई सम्भवतः सकारात्मक रूपमै लिनुपर्छ जस्तो लाग्छ। त्यसको चाहिँ अब विश्लेषणको आधारमा सम्भवतः त्यो सिफ्ट पनि हुनसक्छ, मर्ज पनि हुनसक्छ। यो चाहिँ आगामी दिनमा हाम्रो एक्सपर्टहरूको पनि अब ओपिनियन लिन्छौँ, सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेको विश्लेषण अनि त्यसबाट आउन सक्ने परिणाम। त्यसबाट चाहिँ अहिले बचत ऋणको कारोबार गरिरहेका जसले काम गरिरहनु भएको छ सङ्घहरू, उहाँहरूलाई पनि सेफ ल्यान्डिङ दिनु पऱ्यो। अनि त्यहाँको सेफ ल्यान्डिङ गर्ने नाममा हामीले बैङ्कलाई पनि कमजोर चाहिँ हुन दिनु हुँदैन। यो दुईटै इन्ट्रेस्टलाई चाहिँ विन विनको स्थितिमा लाने गरी काम गर्नुपर्छ। विशेष गरी अब राष्ट्रिय सहकारी बैङ्क संरचनागत हिसाबले पनि विगतको भन्दा यसपालिबाट नयाँ संरचनामा आयो। विगतमा चाहिँ यसले अलिक अभियानको पनि काम गर्नुपर्छ, व्यावसायिक काम पनि गर्नुपर्छ। त्यसमा त यसको चाहिँ नेतृत्वदायी संरचना अलिक ठुलो चाहिन्छ भन्ने हिसाबले हामीले 15 सदस्यीय सञ्चालक समितिबाट काम गर्दै आयौँ। त्यसो हुँदाखेरि बैङ्कको केन्द्रीय नेतृत्वको पहुँच तल प्रदेशसम्म, प्रदेशदेखि लिएर जिल्लासम्म पनि पुग्थ्यो। त्यसमा चाहिँ अलिक बढी सम्पर्क माध्यम अलिक बढी सशक्त हुन्थ्यो। त्यो ठाउँमा अहिले राष्ट्र बैङ्कदेखि प्राधिकरणसम्मको व्यवस्थाको कारणले गर्दा संरचना खुम्च्याएर हामीले निर्वाचित सङ्ख्या 7 र विषय विज्ञबाट आउने 2 जना र 9 जनामा सीमित भएको छ। यस्तो अवस्थामा अब विगतको भन्दा अहिलेको यो कामको तौर तरिका स्ट्राटेजी नै अलिकति फरक कसरी पर्ने भयो भने विगतमा पनि राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समिति कार्यकारी भूमिकामा उसले सम्पूर्ण काम गर्ने गरी होइन, उसले पोलिसी फर्मेसन गर्ने र त्यसपछि अनि कामको कार्यान्वयन गर्ने चाहिँ म्यानेजमेन्टले नै गर्ने हो। तर सहजीकरण धेरै ठाउँमा बैङ्कको सञ्चालकहरूको टिमले सहजीकरण हुन सक्थ्यो। अब आज चाहिँ त्यो सङ्ख्या सानो भएको कारणले गर्दाखेरि विशेष गरी राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समिति अब आगामी दिनमा चाहिँ यसले पोलिसी मेकिङमा नै आफ्नो मेजर फोकस गर्ने अनि काम गर्दाखेरि आएका जहाँ जहाँ अप्ठ्याराहरू छन् ती अप्ठ्याराहरूको आधारमा त्यसलाई सुधार गर्नको निम्ति के गर्नुपर्छ, कस्ता हामीले नीतिविधि बनाएर अगाडि जानुपर्छ र अनि हाम्रो आगामी दिनमा व्यवसाय गर्न सक्ने हाम्रा व्यवसायका सम्भावित क्षेत्रहरू के हुन सक्छन् भन्ने बारेमा त्यसको लागि चाहिँ विशेषज्ञहरूको राय सल्लाह परामर्शको आधारमा चाहिँ एनालाइसिस गर्ने र फ्युचर प्लान बनाउने गरेका कुरा हुन सक्छन्। र यो प्रोफेसनल काम गर्ने गरी जुन म्यानेजमेन्ट हुन्छ, म्यानेजमेन्टलाई नै अझै बढी रेस्पोन्सिबल बनाउनुपर्छ, कामको जिम्मा उहाँहरूलाई दिनुपर्छ। त्यसको अनुगमन गर्ने गरी आन्तरिक नियामकीय निकायको रूपमा लेखा सुपरिवेशन समिति नै छ, उसले आफ्नो भूमिका निर्वाह गर्छ नि। सँगसँगै सञ्चालक समितिले अभिभावकीय भूमिकामा बसेर व्यवस्थापनलाई प्रोफेसनल बनाएर उहाँहरूको काममा चाहिँ व्यवस्थापकीय काममा सञ्चालकीय हस्तक्षेप नहुने गरीको वातावरण बनाएर अगाडि बढ्नुपर्छ। र हामी विशेष गरी हाम्रो यो कार्यकालमा जुन एउटा आधार पनि बन्दै आएको छ, यो आधारलाई अझै परिपक्व बनाउँदै एउटा स्पष्ट सुशासनमा आधारित सहकारी क्षेत्रको चाहिँ अब्बल सहकारी निकायको रूपमा वित्तीय कारोबार गर्ने अब्बल सुशासनयुक्त संस्थाको रूपमा र यसले दीर्घ रूपमा जान सक्ने वित्तीय संस्थाको रूपमा स्थापित गर्ने गरी नै हाम्रो सारा क्रियाकलाप, योजना, गतिविधि यसैमा केन्द्रित रहेर हामी आगामी दिनमा अगाडि बढ्नेछौँ।